तपाईँ के सजनको यति छ विरोध जान्नु नक्षत्र हेर नभमा दिल साथ सोध त्यो ठुलो जगतमा पसिना विवेक उद्देश्य के लिनु उडी छुलो चन्द्रेक। धन्यवाद कार्यक्रम सञ्चालक सरलाई। आजको यस प्राङ्गणमा आयोजित वक्तृत्व कला प्रतियोगितामा सभाध्यक्षता गरिरहनु भएको आदरणीय सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, ड्यास मासिन विभिन्न सङ्घ संस्थाबाट आबद्ध अतिथिगणहरू, हातमा कापी र कलम लिएर निष्पक्ष निर्णय गर्न बस्नु भएको निर्णायक मण्डल, श्रद्धा गुरुवर्ग, प्रतियोगी साथीहरू र उपस्थित तमाम बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा श्री जनसेवा माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्रा म प्रमिला थापा मगरको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आजको यस वक्तृत्व कला कार्यक्रममा मेरो भविष्यको लक्ष्य भन्ने शीर्षकमा मेरा केही भनाइहरू राख्ने सुनौलो अवसर प्रदान गर्नुहुने आयोजक टिमप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु। आजको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ मेरो भविष्यको लक्ष्य। आदरणीय सभाध्यक्ष महोदय, मेरो भविष्यको लक्ष्य शीर्षकमा म आफ्ना केही भनाइहरू राख्ने अनुमति चाहन्छु। सर्वप्रथम त म मेरो भविष्यको लक्ष्य शीर्षकलाई प्रश्न पार्न चाहन्छु। भविष्य शब्दलाई अङ्ग्रेजीमा फ्युचर भनिन्छ। सामान्यतया भविष्य भन्नाले हाम्रो पछि आउने समय भन्ने बुझिन्छ भने लक्ष्यलाई अङ्ग्रेजीमा उद्देश्य लक्ष्य भनिन्छ, अर्थात् लक्ष्यलाई उद्देश्य पनि भनिन्छ। तसर्थ भविष्यमा गएर आफू र आफ्नो देशको लागि केही काम गर्ने सोच बनाएर अघि बढ्नु नै भविष्यको लक्ष्य हो। सभाध्यक्ष महोदय, हरेक व्यक्तिको जीवनमा कुनै न कुनै लक्ष्य अवश्य रहेको हुन्छ। आजभोलिका ती कलिला बालबालिकालाई भविष्यमा गएर तिमी के गर्न चाहन्छौ भनेर हामीहरूले प्रश्न गर्दा उनीहरूले जान वा अजानमा केही न केही शब्द उच्चारण गरेकै हुन्छन्। कसैले डाक्टर भन्छन्, कसैले पाइलट भन्छन्, त कसैले शिक्षक भन्छन्। तर के गर्ने भनेर उनीहरूले आफ्नो क्षमतालाई बुझ्न सकेका हुँदैनन्। जब उनीहरूले आफ्नो क्षमतालाई बुझ्न सक्छन् तब मात्र आफ्नो लक्ष्य निर्धारण गर्न सक्छन्। हामीले आफ्नो लक्ष्य निर्धारण गर्दा आफ्नो आन्तरिक क्षमता र रुचि अनुसार गर्नुपर्छ। हामीले आफ्नो लक्ष्यसम्म पुग्न त अनुशासन, मेहनत, परिश्रम र लगनशील जस्ता कुराहरूले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। भनिन्छ आजको मेहनत नै भोलिको सफलता हो। त्यसैले हामीले विद्यार्थी जीवनदेखि नै अनुशासित, मेहनती, परिश्रमी र लगनशील भएर शिक्षक र अध्यापकले देखाउनु भएको मार्गदर्शनमा हिँड्यो भने हामी अवश्य पनि सफल हुन सक्छौँ। त्यसैले आदरणीय सभाध्यक्ष महोदय, हरेक व्यक्तिको जीवनमा कुनै न कुनै लक्ष्य रहेको हुन्छ। आजभोलिका ती कलिला बालबालिकालाई भविष्यमा के बन्न चाहन्छ भनेर प्रश्न गर्दा उनीहरूले जानको अजानमा केही न केही शब्द उच्चारण गरेकै हुन्छन्। कसैले डाक्टर भन्छन्, कसैले पाइलट भन्छन्, त कसैले शिक्षक भन्छन्। तर के गर्ने भनेर उनीहरूले आफ्नो क्षमतालाई बुझ्न सकेका हुँदैनन्। जब हामीले आफ्नो लक्ष्य निर्धारण गर्नको लागि हामीले आफ्नो आन्तरिक क्षमता र रुचि अनुसार गर्नुपर्छ। हामीले आफ्नो लक्ष्यसम्म पुग्न त अनुशासन, मेहनत, परिश्रम र लगनशील जस्ता कुराहरूले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। भनिन्छ आजको मेहनत नै भोलिको सफलता हो। त्यसैले हामीले विद्यार्थी जीवनदेखि नै अनुशासन, मेहनत, परिश्रम र लगनशील भएर शिक्षक र अध्यापकले देखाउनु भएको मार्गदर्शनमा हिँड्यो भने हामी अवश्य पनि सफल हुन सक्छौँ। हामीले आफ्नो केही लक्ष्य र उद्देश्य लिएर अगाडि बढ्दा कहिले काहीँ असफल पनि हुन सक्छौँ। तर एक पटक अथवा 2 पटक असफल भयो भनेमा हार मानेर विजयमा मेहनत गर्न छोड्नु हुँदैन। निरन्तर रूपमा मेहनत गर्यो भने हामी अवश्य पनि आफ्नो लक्ष्य पूरा गर्न सक्छौँ। त्यसैले त भनिन्छ असफलता नै सफलताको प्रतीक हो। उदाहरणका लागि नेपाली इतिहासलाई लिएर पृथ्वीनारायण शाहले नेपाली एकीकरणको समयमा देखाउनु भएको हारलाई लिन सकिन्छ। पटक पटक पराजित हुँदा पनि हार नमानी निरन्तर रूपमा एकीकरणको अभियानमा जुटेको हुनाले उनले एक दिन नेपाल एकीकरण गर्न सफल भएका थिए। त्यसैले व्यक्तिले पनि सजिलैसँग आफ्नो लक्ष्य निर्धारण गर्न सक्दैन। हामीले आफ्नो लक्ष्य निर्धारण गर्न त अनुशासन, मेहनत र परिश्रम भएर निरन्तर रूपमा परिश्रम र लगन गरेर अगाडि बढ्यो भने हामी अवश्य पनि सफल हुन सक्छौँ। आदरणीय मानिसको जीवनमा कुनै पनि लक्ष्यलाई सानो अथवा ठुलो भन्न मिल्दैन।
खेलकुदको माध्यमबाट आफ्नो प्रतिभा प्रस्फुटन गराउँछन् भने खेलकुदमा रुचि राख्नेहरूका लागि खेलकुदको माध्यमबाट आफ्नो जीवन अगाडि बढाउन सकिन्छ भने प्रेरणा दिन्छन्। त्यसैले शिक्षा पेसालाई सबै पेसाहरूको जननी रूपमा लिन सकिन्छ, किनकि देशको उच्च पदमा रहन सफल भएका व्यक्तिहरू डाक्टर, पाइलट, इन्जिनियर, ओगी जस्ता ती व्यक्तिहरू त्यही असल शिक्षकहरूले नै बनाएका हुन्। त्यसैले शिक्षकलाई कुनै पनि व्यक्तिको भविष्य निर्माण गरिदिने भविष्य निर्माताको रूपमा लिन सकिन्छ। अन्त्यमा म यो भन्न चाहन्छु, एउटा असल शिक्षक बनेर प्रत्येक बालबालिकालाई राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतसँग प्रतिस्पर्धी गर्न सक्ने एउटा सक्षम, होनहार र असल चरित्रको व्यक्ति बनाउनु